हेलो हेलो साथीहरू, नमस्ते नमस्ते सबैजनालाई एकमुष्ट रूपमा गएर चाहिँ नमस्कार भन्न चाहेँ है। साथीहरू, हामीले चाहिँ परदेशमा बसेरै भए पनि यो किसिमले दसैँ 2082 सालको दसैँको टिकालाई हामीले यसरी बिदाई गर्दै सबै साथीहरू एकमुष्ट भइजुटी रमाइलोको साथ 2082 सालको दसैँलाई बिदाई गरियो है। अब फेरि आउने दसैँमा चाहिँ किस्मतले साथ दिएछ, भाग्यले साथ दिएछ भने आफ्नै घरमा गएर फेरि हामी यसरी नै मनाउने छौँ र साथीहरूले पनि राम्रोसँगले मनाउनु भयो होला हैन। यस्तै हो साथीहरू, परदेशीको जिन्दगी के गर्ने।